महामन्त्रीले भनेकै इम्प्लिमेन्ट हुनुपर्छ भन्ने पनि होइन, या सभापतिले भनेकै इम्प्लिमेन्ट हुनुपर्छ भन्ने पनि होइन। कसैले त्यसरी त पार्टी चल्दैन नि त। यहाँ किन गडबड भइरहेको छ त्यो पनि बुझौँ हामी। नेपाली कांग्रेसको पहिलोचोटि, यसचोटि फर्स्ट टाइम इन द हिस्ट्री अफ नेपाली कांग्रेस, दुईटा सभापति, दुईटा उपसभापति, दुईटा महामन्त्री र 7 वटा सहमहामन्त्री इलेक्टेड हुनुभयो। सबले आफ्नो आफ्नो सोचाइबाट हिँड्न थाल्नुभयो। पार्टी त्यसरी चल्दैन। यो महामन्त्रीको पार्टी होइन नि, हो सबैको पार्टी हो। यो सभापतिको पार्टी होइन नि, सबैको पार्टी हो नि, हामी सबको पार्टी हो नि। महामन्त्रीले भनेको इम्प्लिमेन्ट हुनुपर्ने या तपाईको सभापतिले भनेको इम्प्लिमेन्ट हुनुपर्छ भन्ने कुरा होइन नि। डिस्कसन हुनु पर्यो, नेपाली कांग्रेसमा छलफल हुनु पर्यो हैन। त्यो छलफलले एउटा निचोड निकाल्छ अनि त्यो निचोडले फाइनल गर्छ नि त। त्यसैले त मैले भनेको त्यो एजेन्डा ल्याउनु पर्यो, क्यालेन्डर, महाधिवेशनको क्यालेन्डर मिलेर ल्याउनु पर्यो नि त। उहाँहरूले अझै बुझ्नु भएन तपाईहरुले, महाधिवेशनको क्यालेन्डर उहाँहरूले माने मिलेर ल्याउने हो। त्यसपछि त नेपाली कांग्रेसका 168 जना हामीहरू त छौं नि त केन्द्रीय सदस्यहरू हैन। हामीहरू छलफल गर्छौं, छलफल गरेर त्यसमा केही तलमाथि गरौँला अनि त्यसको निचोड निकाल्ने हो नि त। क्यालेन्डरै नआयो भने त अनि कसरी हुन्छ त भन्नुस् त। क्यालेन्डर मिलेरै आउनु पर्यो नि क्यालेन्डर त। नत्र त उपसभापतिले बेग्लै क्यालेन्डर, माने कार्यवाहक सभापतिले बेग्लै क्यालेन्डर ल्याउनु होला, महामन्त्रीले बेग्लै ल्याउनु होला, अर्को महामन्त्री हुनुहुन्छ उहाँले बेग्लै ल्याउनु होला, अनि कसरी चल्छ त्यसरी त? त्यसरी त पार्टी चल्दैन त।